कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान डीडीसीसँगै निर्माणको तयारीमा रहेको दुग्ध प्रशोधन केन्द्रलाई अत्तरियामै राख्ने तयारीका लागि गोदावरी नगरपालिकाले संस्थानलाई 3 ठाउँमा जग्गा प्रस्ताव गरेको छ। यसै सन्दर्भमा डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी गोदावरी नगरपालिकाले प्रस्ताव गरेको 3 स्थानको स्थलगत अवलोकनमा आएका हुन्। नगरप्रमुख वीरेन्द्र भट्टको नेतृत्वमा अधिकारीलाई वडा नम्बर 1 मा वडा कार्यालयसँगै जोडिएको 1 बिघा जमिन, वडा नम्बर 4 स्थित खमौरा र बास्कोटामा 2-2 बिघा गरी 3 स्थानमा जग्गा देखाइएको हो। तालाबन्दी र विरोधको माहौल बीच गोदावरी नगरपालिकाले लिखित रूपमा डीडीसीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धतासँगै अवलोकन प्रक्रिया अघि बढाएको हो। नगर प्रमुख भट्टका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग पटक पटक फोन मार्फत अत्तरियामै संस्थान राख्न छलफल भइरहेको बताएका छन्। उनले भने धनगढीमा सबै सुविधा सम्पन्न भए पनि यहाँ प्रशोधन केन्द्र निर्माण भए गोदावरीमा सयौं युवाहरूलाई रोजगारी दिन सहयोग पुग्ने समेत बताएका छन्। डीडीसीका लागि गोदावरी नगरपालिकाले प्रस्ताव गरेको 3 स्थानमा जमिन अवलोकन गर्दा डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको भट्टले बताएका छन्। उहाँले अहिलेको अवलोकनको प्रतिवेदन कृषि मन्त्रालयमा पेश भई सकारात्मक उत्तर आउनेमा आफू आशावादी रहेको पनि बताएका छन्। नगर प्रमुख भट्टले अत्तरियामै डीडीसी रहने कुरा आफू पूर्ण रूपमा विश्वस्त रहेको समेत बताएका छन्। साथै आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा रहेको अवस्थामा संस्थानले आवश्यक नक्सा तथा डिजाइन तयार पार्ने प्रक्रियालाई अघि बढाउँदै गर्दा गोदावरी नगरपालिकाको तर्फबाट फाउन्डेसनको काम गरिदिने प्रतिबद्धता नगर प्रमुख वीरेन्द्र भट्टले सार्वजनिक रूपमा घोषणा गरेका छन्। उता डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले हाल अत्तरियामा जारी तालाबन्दी खुलाउने र आवश्यक जग्गाको स्थलगत अनुगमनपछि तयार हुने प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेपछि मात्र प्रशोधन केन्द्र अत्तरियामै स्थापना हुने नहुने बारे स्पष्ट हुने बताएका छन्। डीडीसी सर्ने कुरामा हामीले डीडीसी अत्तरियालाई पत्राचार गर्यौं र हामीले उहाँलाई के अनुरोध गर्यौं भने तपाईहरुले चाहिने जग्गापट्टि हामीले प्रस्ताव गर्छौं र डीडीसी तर्फबाट सक्नु हुँदैन। लामो अवधिदेखि हामीले 20-22 वर्ष अगाडिदेखि यहाँ इस्टाब्लिस गरेको एउटा दुग्ध विकास योजना कुनै टाढा होइन। जग्गाको व्यवस्थापन गर्ने कुरामा चाहिँ सब्सिडी छैन, पुग्दैन भने यो सरकारी जग्गाले तपाईहरुलाई प्रयोग गराउँछौँ चाहिँ प्रसारणका लागि नगरपालिकाबाट हामीले त्यसको बौद्धार्थ हामीले कृषि मन्त्रालय काठमाडौँमा पठायौँ र दुग्ध विकास संस्थानको चाहिँ लैनचौरमा रहेको चाहिँ विभागलाई पनि हामीले पठाइसकेपछि मन्त्रीजीसँग कुरा पनि उहाँ मेरो आदरणीय नेता पनि हो। अनि म धादिङको रामनाथ अधिकारीलाई अनि मलाई टेलिफोनमा सल्लाह खुसी अब धनगढी लैजाने कुरा उहाँले गर्नुभयो। धनगढीको प्रश्न चाहिँ के हो भने मेरो धनगढी लैजानेमा मेरो त्यस्तो आपत्ति छैन। धनगढी आफ्ना डेभलपमेन्ट सहर आजभन्दा 50 वर्ष अगाडि इस्टाब्लिस भएको एउटा नगरपालिका र डेभलपमेन्ट एउटा सिटी भएको कारणले त्यहाँ चाहिँ किसानहरू पनि छैन। त्यसरी चाहिँ जसरी व्यावसायिक रूपमा यता काम गरिरहेछन् साथीहरू नभएको कारणले अब कमसेकम यहाँ चाहिँ हाम्रो अहिले जोगबडादेखिको चाहिँ दुधहरू आइरहेको छ। त्यो परिस्थितिमा यहाँबाट सर्नु हुँदैन र किसानलाई मार्कामा पनि राख्नु हुँदैन र 2-4 जना भए पनि रोजगार हाम्रो यो क्षेत्रका साथीहरू हुनुहुन्छ, दाजुभाइ दिदीबहिनी जो पनि छन्। यी सबै कुराहरूलाई मध्यनजर गर्दै यहाँ किसानहरू पनि छन्, उत्पादन हुन्छ, त्यो कारणले पनि सर्नु हुँदैन भन्ने हामीले मान्यता राख्यौँ र फलस्वरूप मन्त्रीसँग कुरा गरिसके पश्चात अहिले चाहिँ केन्द्रबाट डिजिएम हाम्रो अधिकारी सर आउनु भएको छ, राजेन्द्र अधिकारी छ र यहाँको चाहिँ डिडिसीको चाहिँ कार्यालय पनि यहाँ हुन्छ भन्दैछ। हामीले उहाँलाई अहिले सम्भावित 3वटा ठाउँ जहाँ हामी दिन सक्छौँ र जहाँ चाहिँ यो डिडिसीलाई इस्टाब्लिस गर्न सकिन्छ। सबभन्दा पहिलो कुरो वडा नम्बर 1 को हाम्रो यही वडा कार्यालय कम्पाउन्डभित्र रहेको लगभग यो 15-16 कट्टा जग्गा छ, नजिक पनि छ र चाहिँ यतै बनाऊ भनेर पनि हामीले भनेका छौँ। पहिलो प्रायोरिटीमा यसलाई राखिदिनुहोस् पनि भनेका छौँ र हामीले वडा नम्बर 4 मा रहेको हाम्रो स्वास्थ्य केन्द्र रहेको चाहिँ जुन एउटा जग्गा छ लगभग करिब 2 बिघा 2.5 बिघा जति जग्गा छ त्यसलाई पनि हामीले र त्यस्तो चाहिँ हामीले वडा नम्बर 4 को खैरानामा पनि एउटा सरकारी जग्गा जो चाहिँ हामीले प्रयोग गर्दै आएका छौँ नगरपालिकाले अनि किन एउटा सम्भावना क्षेत्र ल्याउन देखाइसकेपछि उहाँसँग अहिले हाम्रो कुरै भएअनुसार अब उहाँले चाहिँ पोजिटिभ हिजो बस्दाखेरिको किसिमको कुरा थियो भने आज पोजिटिभ हामी यसो सुक्छा सम्भावितता रहेको ठाउँ छ
तीनवटै ठाउँ हामीले यसरी हेऱ्यौँ भनेर उहाँले भिडियो पनि बनाउनु भएको छ, त्यो लगेर उहाँले देखाउनुहुन्छ भन्दै हुनुहुन्छ र चाहिँ सम्भावना रहेको ठाउँ छ भन्ने खालको एउटा प्रतिवेदन हामी पेस गर्छौँ। त्यसपछि अगाडि कसरी बढ्न सकिन्छ त्यसमा जाउँला भनेर पोजिटिभ कुरा गर्नुभएको छ र मैले उहाँलाई अनुरोध पनि गरेको छु। थप यो मिडिया मार्फत पनि उहाँलाई के अनुरोध गर्न चाहन्छु भने यो डिडिसी नहटाउनुका लागि पनि अनुरोध गर्छु र उपयुक्त ठाउँ हामीले दिएका छौँ र चाहिँ उहाँले आफ्नो प्रतिवेदन पोजिटिभ दिनुहुनेछ भन्ने कुरा मैले विश्वास दिएको छु र अत्तरबाट यो नजाने कुरालाई जति खालका यो अफवाहहरू फैलाइएको छ त्यो अफवाह फैलाउने साथीलाई अफवाह नफैलाइदिनुको लागि अनुरोध गर्न चाहन्छु र डिडिसीलाई मैले के पनि भनेको छु भने नगरपालिकाले तपाईँको भवनको तपाईँले नक्सा दिइसकेपछि कति पैसा लाग्ने फाउन्डेसनमा लाग्ने खर्च पुरै भयो। यसै पालाको बजेटमा मैले बजेटको पूर्व सन्ध्यामा पनि भएको कारणले नगरपालिकाको पैसाले त्यो भवनको चाहिँ त्यो फाउन्डेसन त्यसको जग चाहिँ म तयार गरिदिन्छु र त्यसको तपाईँहरू मलाई नक्सा दिनुहोस्, कस्तो खालको तपाईँहरू बनाउने त्यसको नक्सा दिनुहोस्, त्यो नक्सा अनुसार 8 नगरपालिकै खर्चले म बनाइदिन्छु भनेर मैले मिटिङमा पनि भने आज यो मिडिया मार्फत पनि भने यसलाई नलैजान दिनमा हामी लागेका छौँ मैले